सोन फिटनेसमा स्वागत छ सबैजनालाई। आज चाहिँ हामीसँग अनिश हुनुहुन्छ हैन। अनिश चाहिँ मेरो साथी पनि हो अनि मेरो ब्रदरहुड पनि हो। उसँग चाहिँ आज हामी ट्रेनिङ गरेको थियो र उसलाई म आज हाम्रो ट्रेनिङ कस्तो भयो भनेर सोधेछु है। ल सुन्नु है त्यसको कुरा। अनिश के छ हालखबर? ठिक छ दाइ। अनि आजको हाम्रो वर्कआउट कस्तो भयो? एकदम राम्रो। अनि हामीले के हानेको आज हामीले चेस्ट हान्यौँ अनि कार्डियो गऱ्यौँ, हल्का एप्स पनि हान्यौँ। अनि कार्डियोमा हामीले के हान्यो? कार्डियोमा चाहिँ मैले स्टेयर हाने सुरुमा। कति मिनट गऱ्यो? 30 मिनट्स। 30 मिनट हान्नु 30 मिनट हान्नु चाहिँ गाह्रो हुँदैन? गाह्रो हुन्छ। अनि त्यस पछाडि वेट राइजेसहरू गरेँ। सबैभन्दा धेरै दिन चाहिँ होइन भन्नाले जे कुरा पनि सोद्धाखेरि चाहिँ सोन दाइले भनिदिने गाइड गर्ने त्यो नै हो। अनि अब अझै अनिसको यो यसमा गोल चाहिँ के हो त? अब अझै कस्तो खालको बडी बनाउने विचार छ के छ? गोल भन्दाखेरि पनि म चाहिँ अलिक मजाले नै जिउ बनाउने मन छ। अब हेर्दै जाउँ। भन्नाले बडी एकदम राम्रो छ। एक्सर्साइज गरेर बडी ट्रान्सफर्मेसन राम्रो गरेर हामी तपाईँहरूले है त। हस्। ओके, थ्याङ्क यू।